हे गाइज वेलकम ब्याक टु द च्यानल। मैले योभन्दा अगाडिको भिडियोमा भनेको थिएँ म क्यानवुडको क्युआइटी 8900R अनबक्सिङ गर्न गइरहेको छु। यो चाहिँ मैले चाइनाबाट इम्पोर्ट गरेँ। इम्पोर्ट भन्दा नि यो दराजबाटै ओभरसिजबाट किन्या हो। यसलाई लगभग मैले 26,000 रुपियाँ जति लगाएँ। इन्टरनेसनल मार्केटमा यसको प्राइस त यति होइन, र पनि यो दराजमा अलिक महँगो नै पऱ्यो। नेपालमा त यो पाउँदैन, र पनि मैले अब किन्न चाहिँ किनेँ। यो खासमा क्युआइटीको डिभाइस भने कस्तो भने यो फ्रिक्वेन्सी ह्याम रेडियो अपरेटरहरूको लागि युज गर्न चाहिँ पाउने हो। म त ह्याम रेडियो अपरेटर होइन। म अब आउने पुसमाघमा त्यसको फर्म खुल्दैछ, म त्यतिखेर फर्म भर्नेछु। म एकदम यो ह्याम रेडियोको अपरेटरको लागि मैले एकदम गरिरहेको छु। म एकदम यहाँ हेर्न सक्नुहुन्छ, म यसरी किताबहरू एकदम ल्याएर पढिरहेको छु। किताबहरू पढिरहेको छु, देख्न सक्नुहुन्छ होइन। मैले यो रेडियो अपरेटरको एमेचर लाइसेन्सको लागि मैले निकै नै कोसिस गर्दैछु, पढिरहेको छु होइन, निकै पढिरहेको छु। अब अझै पुसमाघतिर हुन्छ यसको एक्जाम। म त्यो जस्ट फर्म सब्मिट खुल्छ त्यतिखेर, म त्यतिखेर फर्म भर्नेछु। एक्जाम त त्यसको अलिक लगत्तै पछाडि हुन्छ होला। अब पनि मेरो एकदम ड्रिम चाहिँ छ क्या, ह्याम अपरेटर भनेर त्यसको गर्न। यसले नेपाल सरकारलाई पनि धेरै गर्नेछ। कुनै एउटा नेचुरल क्लामिटिजहरू त्यस्तो केही होइन अप्ठ्यारो उसको बेलामा चाहिँ त्यो ह्याम रेडियो अपरेटरहरूले निकै नेपाल सरकारलाई सहयोग गर्नेछ होइन। उयसमा कम्युनिकेसनको लागि धेरै गर्नेछ। म आजको मेरो मेन भिडियो चाहिँ मैले यो क्युआइटी क्यानवुडको क्युआइटी 8900R अनबक्स गर्ने भिडियो बनाइरहेको छु। यो पनि म यसको प्याकिङ चाहिँ होइन, यस्तो इन्टरनेसनलबाट आइसकेपछि यसको प्याकिङ चाहिँ अलिक डह्रो हुनुपर्छ जस्तो लाग्थ्यो, तर यो पनि खासै गतिलो प्याकिङ चाहिँ गरेर पठाएको होइन है। साह्रो अनबक्स गरिदिउँ न त होइन, ह्याटकोट पारेर च्यातिदिने, यसो रमाइलो गरिदिने। दराजबाटै ओभरसिजबाट मगाएको हो। यसको भ्याट बिल यहाँ रहेको छ। भ्याट बिल यो चाहिँ तपाईँको इम्पोर्ट गर्ने रहेको छ। सप्लाई बक्स प्राइभेट नेपाल रहेको छ। यसले चाहिँ कार एसेसरिज भनेर यसले इम्पोर्ट गरेको रहेछ। हेर्न सक्नुहुन्छ यसको बिल। यसमा चाहिँ तपाईँको 26,832 रुपियाँको ट्याक्स बिलै दिनुभएको छ। त्यो चाहिँ हाम्रो साइडमा राखौँ। अब हामी यसलाई हेरौँ, यसभित्र के हुने रहेछ, के आउने रहेछ है। एकदम होइन, एकदम यो ल्याउने कसरी ल्याउने। योभन्दा अगाडि मैले BJ318 भनेर अर्डर गरेको थिएँ, त्यो चाहिँ आएन। किनभने भेन्डरले पछि त्यसलाई के गर्यो त्यो चाहिँ आएन। यो हाम्रो यो रहेको छ क्युआइटीको मोबाइल रेडियो, सिभी रेडियो हो। यो 25 वाटको हो। यो VHF UHF दुइटैमा काम गर्छ। अब हेरौँ यसभित्र के रहने रहेछ। सर्वप्रथम यसको खोल्नलाई पनि त्यस्तै रहेछ, यहाँबाट सर्ट खोलिने द्याट्स गाइस है। यसमा छ यो युजर म्यानुअल। यो अहिले मलाई खासै केही काम छैन, ट्याङ ट्याङ। अनि अर्को भित्रबाट आउँदैछ हाम्रो क्युआइटीको रेडियो। देख्न सक्नुहुनेछ यो रहेको छ। यो चाहिँ तपाईँको KT8900 मोडल रहेछ। सानो चिटिक्क परेको छ है। यसमा चाहिँ पछाडि यो एन्टिना लाग्ने ठाउँ हो। यो चाहिँ SO239 भन्छ। यो फिमेल सकेट हो। यो फिमेल सकेट, यसमा चाहिँ मेल सकेट लाउनुपर्छ। यो UHFमा चाहिँ 20 वाटले काम गर्छ भने VHFमा यसले 25 वाटसम्म यसले पावर दिन सक्छ। यो हाम्रो कनेक्टर भइगयो, यसलाई साइडमा राखौँ। अब अर्को चिज रहेछ, यो चाहिँ यसको अब वालमा क्लेम गर्ने या गाडीमा क्लेम गर्ने कनेक्टर भइगयो। यो क्लेम्पर भइगयो, कनेक्टर होइन, क्लेम्पर। अनि यो रहेको छ हाम्रो PTT हेलो भन्ने बटन। यो रहेको छ। यसको लेन्थ चाहिँ साह्रो राम्रो रहेछ, राम्रो रहेछ होइन। यसको लेन्थ दामी लाग्यो है। यसको पछाडि यहाँ होल्डर एडजस्टर पनि छ। अनि यो आयो हाम्रो यसको स्क्रुहरू। अनि यो चाहिँ तपाईँको रहेको छ यसको यो यसरी ठ्याक्कै अड्काउने होल्डर। अरू त यसभित्र यहाँ रहेको छ यसको मेन चिज चाहिँ भनेको यसमा कनेक्ट गरेर यो हाम्रो गाडीको सिगरेट प्लग हुन्छ नि हो, त्यसमा यसलाई चक्क लगाउने। तर मसँग गाडीमा छैन, मैले चाहिँ यसलाई अब
डिसी पावर सप्लाई दिएर चलाउने छु भन्दा टेस्ट गर्ने छु। मसँग यसको लाइसेन्स चाहिँ छैन, मैले यो लाइसेन्स बेगर यसलाई चलाउनु त मिल्दैन, मैले टेस्ट गर्ने मात्रै छु। मैले यो चाहिँ किन किनेको भने भोलिको दिनमा मलाई काम दिन सक्छ भनेर मैले किनेको हो। अहिले यसलाई म जस्ट टेस्ट मात्रै गर्नेछु, तर मैले यसलाई युज गर्ने छुइनँ। यसलाई युज गर्न चाहिँ तपाईँसँग जबसम्म लाइसेन्स हुँदैन तबसम्म तपाईँले यो युज गर्न पाउनुहुन्न। यो चाहिँ याद राख्नु। मलाई पनि यो थाहा छ, तर पनि मैले किनिरहेको, मैले युज चाहिँ गर्दिनँ, यसलाई टेस्ट मात्रै गर्छु। टेस्ट गरेको भिडियो तपाईँहरूलाई पठाउने छु। यसलाई चाहिँ मैले युज गर्ने भनेको यसरी, मैले यो पावर सप्लाई, यो चाहिँ तपाईँको 12 भोल्टको 10 एम्पियरको पावर सप्लाई हो। यसलाई चाहिँ मैले अब पहिला नै ट्युनिङ गरेर होइन, उस्तै इलेक्ट्रोनिक पसलमा, मलाई त त्यसको उयो छैन, इलेक्ट्रोनिक पसलमा यसलाई ट्युनिङ गरेर 13.8 भोल्टमा यसलाई मैले सेट गराएको छु। यसलाई युज गर्नलाई यसको म्याक्स इनपुट चाहिँ 13.8 भोल्ट भयो भने यसले राम्रो एकदम पावर राम्रो दिनेछ होइन। त्यसले यो त्योभन्दा तल भयो भने चाहिँ यसले अलिकति पावर एकछिन बाहिर निकाल्न अलिक कम्ती गर्छ। त्यसो भएर यो चाहिँ रहेको छ मेरो पावर सप्लाई, यो चाहिँ 13.8 भोल्ट यसले सप्लाई दिनेछ। अनि यसलाई हुन्छ, अब यसलाई चाहिँ डाइरेक्ट मसँग यसमा त कनेक्ट गर्न मिल्दैन। अब मैले के गर्छु भने यसलाई यसमा प्लग गरेर, तपाईँको यहाँ फ्युज देख्न सक्नुहुन्छ, यसमा यो गरेर छ है। मैले चाहिँ अब यसलाई यसरी यसमा प्लग गरेर यहाँको सिगरेटको यो म काटिदिन्छु। अनि यो काटेर चाहिँ म यसमा प्लस र माइनसमा यसको जोड्ने छु है त। यही रहेछ हाम्रो क्युआइटी अनबक्सिङ भिडियो। अब मैले दराजबाट त होइन, मैले अनलाइनमै देखेर मैले चाइनाबाट नेपाल डेलिभरी गरिदिने, सामान डेलिभरी गरिदिने हाम्रो एकजना भाइलाई कन्ट्याक्ट गरेको थिएँ। भाइ मतलब कम्पनीको ओनर हो। त्यसमा चाहिँ मैले डायमन्ड X200 एन्टिना अर्डर गरेको छु। त्यो फ्याक्ट्रीमै बन्नलाई भनेर आएको छ। त्यो बनिसकेपछि नेपाल आइसकेपछि भित्रेपछि म त्यसको पनि अनबक्सिङ भिडियो गरेर त्यसलाई पनि सेटअप गरेर योसँग त्यसको कनेक्सन गराएर त्यस पछाडि माथि एन्टिना फिट गरेर एकचोटि चेक गरेको भिडियो चाहिँ हजुरलाई हाल्नेछु। टिल देन गुड नाइट, बाई बाई।